मेरो जो नेता कहिले एमाले कहिले माओवादी या खम्कन भएको छ यता जाउँ कि कन्नड खुकुरी बानाको तपाईँ भोगाबीको लट्टी हामाएर हतियार ठुलो हतियार चलाउन जानेर मिलिया थियो एउटा भोगाबीको लट्टी थियो दाजु के भन्नुहुन्छ भने दाजु गरिब काम एक दिन बाइक नाच्ने खेल्ने बजाउने त्यही 1 रुपियाँ दिँदा त्यो हुँदैन दाजु अब सम्पत्ति ल्याउँदा झन्डा दिएर ल्याउँला न तल्नु दिउँला केही म खाना गरेर जति सुन्दिने भन्यो अब भयो जात बाबु भनेर मुक्ति ल्याउँदो भनेको मूर्ति बेची खायो यो रिङ्गे पनि पाछ तपाईँको यो माथि जाँदा ठुलो लेख्छन् त्यही भाषा भइदियो उनका लागि ल्याउनु मिलिहाल्यो कुनै भाषा भइ त थियो आजकाल नाची लाग्ने उड्का मनी आयो सुनेपछि मोरा लाग्छ बात गर्छौ भने बिराला मुख हेर्नु शत्रु गर्छौ भने भाइको मुख हेर्नु भन्नु बरु डामर बरु यति मानिस त्यही भन्दा ए कालिया घुघुरा लिया मूर्ति बना लिया मान्छेले करेन्सी लगेर राज्य सत्ता कब्जा गरेर यहाँको जनसरकार ल्याउनको लागि 10 वर्ष सङ्घर्ष गरे दाइ घाँसा भन्ने पक्सिने मात्रै काम भन्ने पार्टीले हेर्दैन थियो नलिउ भने भएन ध्यान लिया घुघुरा लिया मूर्ति पनि लिया ए चौर दाइसँग मान्ती कन धेरै धोका दिया मेरै घर खाना खाइदे मोइकन कुटिसी मेरै घर खाना खाइदे मोइकन कुटिसी माथि सरकार नभए पनि बाबु अहिले गाउँपालिका पनि परि नरायण गाउँपालिका नेपाली गानाले जितेको ओडा पनि नेपाली गानाले जितेको क्षतिपूर्ति भराउनु छ कति गर्नु मैले कुट्याउनु मिलिसियाले कुट्याउनु अरू कमरेडरहरू 2-4 जना साथीहरू न रोटा दिने न पानी दिने केही नदिने दानाले हेराउने ठाउँमा मात्रै अगाइजाने पार्टीले गरिहाल्यो ए कनले मौसमी दियो कनले चन्दा दियो कनले मौसमी दियो
होइन हरियो त ओराला हिजो साउदी गएर मैले लट्ठी राखेको थिएँ ओरासँग भन्नु नि मेरो हड्डी बनाएको भित्र नराखेको बेला बेलेका यही खम्मा लाग्दा घामी यो मेरो फटाओ भनेर रिकर्डिङ गऱ्यो त बाबुले पेलियो म आउनु भयो अब अगाडि त भएको त सुविधा छ म उठाउँदै म पेलि तर मौसम दियो भनेर भन्यो गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो कोनाले मौसमी दिया कसले चन्दा दियो मुसलाले पेल्ने बेला कसो भएपछि भनिरहेको थियो गाउँबाट मौसमी माग्यो जोइछोरलाई पारो यहीका दुई श्रीमतीबाट 18 ती सुकुरा चल्दा कति गाउँबाट मौसमी माग्यो जोइछोरले पारो सरकार पक्षको र एउटा माओवादी पक्ष बात त भइसक्यो हतियार लिएर क्यान्टिनमा राखेका संविधान सभाको चुनाव मिल्ने बेला त अब आखिर शान्ति वातावरण हो त्यसै कारणले गर्दा आजले भने छुट्टी खुर्किएको बन्नु आजले काफाले केरला एलएमजी पनि अब क्यान्टिनमा राख्यो आफ्नो जो त्यो एउटा विभागमा आफ्नो विभागमा लिएको हुन्न अथवा राखेको हुन्न त्यो क्रान्तिमा त्यो मुख्य चाहिने एउटा साधनहरू हो हे उही बेला होइला आया आज हेली फुर्किन लाग्यो उही बेला होइला सम्भावना भइसकेपछि मुखिया बनिँदैन धामी बनिएन डाङ्री बनिएन आज बेला फुर्किन लाग्यो उही बेला ओइला हे रुखाउँको चैला आया चग्रो हटाएको चुरी काट्या